मान्छेले धेरै कुराहरू गरे, पुरुष महिला पुरुष लेखेको छ, पुरुष बन्द छ हो, बन्द छ। अब सेफ्टी ट्याङ्की छैन। मैले सेफ्टी ट्याङ्कीको लागि मैले मेयर साहबलाई बारम्बार मेयर साहब यो सेफ्टी ट्याङ्की भएन। सम्बन्धित निकायले यो शौचालय चलाउनको लागि एउटा भनौँ न कुनै मान्छे खटाएर राखिदिनुपर्छ। जो पाए त्यसले सार्वजनिक शौचालय चलाउन सक्दैन, चलाउँदैन पनि। यो नमस्ते। हजुरको शुभ नाम? मेरो रामकुमार कार्की। हजुर यहाँको टोल विकास यो टोल विकास चिप्टानी चोकमा भएको सार्वजनिक शौचालय बन्द हुनुको कारण त्यसपछि हजुरलाई चाहिँ यो टोल विकासमा यो शौचालय नचल्नुको कारण खुलाइकन त्यो चलाउन कसरी अगाडि बढ्ने र सम्बन्धित निकायलाई यो शौचालय चलाउनलाई के सहयोगहरू चाहिन्छ त्यो माग गर्नलाई चाहिँ हजुर के भन्न चाहनुहुन्छ? यसको विषयमा चाहिँ नि मेयर साहबले यो शौचालयलाई बजेट हालिदिनु भयो, शौचालय बनाइयो है। यसमा मेरो मेहनत परिश्रम पनि पसिना पनि छ है। तर यो चलेन, चलाउने मान्छे भएन। एउटा मान्छे राख्यो यो शौचालय चलाउन भनेर म चलाउँछु, म गर्छु, यहाँ बाक्सा राखेर उठेको पैसा पनि म गर्छु, म गर्छु भनेर आयो एउटा मान्छे। तर त्यसले त्यो बेलामा केही समय चाहिँ म्याजिक व्यवसाय सङ्घले पनि चलाउनु भयो उहाँहरूले 2-3 महिना होइन। त्यस पछाडि चाहिँ नि त्यसले म गर्छु भनेर आएपछि त्यसलाई दिइसकेपछि त्यसले पैसा पाइनँ मैले। कति 1 महिना कि 1 महिना 15 दिन कति भइसकेको थियो मैले पैसा पाइनँ भन्यो है। अब यो पैसा टोलले दिने पैसा होइन फेरि है, टोलले दिने उसलाई होइन। अब पैसा पाउन पनि स्कुलबाट म्याजिक व्यावसायिक सङ्घले स्कुललाई 10,000 रुपियाँ दिन्छ होइन, दिन्थ्यो। अनि पछि निर्णय गरेर 10,000 रुपियाँ म्याजिक व्यवसायले दिने, त्यसमा चाहिँ 5,000 स्कुलले लिएर 5,000 रुपियाँ चाहिँ यहाँ यो व्यवस्थापन गर्नको लागि, शौचालय व्यवस्थापन गर्नको लागि भनेर चाहिँ नि पाइन्थ्यो होइन, पाइन्थ्यो। अब त्यो बेलामा चाहिँ त्यो निर्णय भएको थिएन, पछि भएको, मैले लिएपछि भएको त्यो चाहिँ निर्णय होइन। अनि त्यहाँबाट उसले म गर्छु भनेर बस्यो, पैसा नपाएपछि उसले यो 3वटै सिट, महिलापट्टिको 2टा सिट र पुरुषपट्टिको एउटा सिट फुटाएर जम्मै बस्न लायक केही पनि छैन, छरपष्ट जम्मै फुटाएर ढुङ्गाले जान्ती त्यहाँ हालेर सब फुटाइदियो। फुटाइसकेपछि त्यो अब फेरि हाम्रो के अरे टोल विकासको सदस्य कविराज आले मगरले चाहिँ नि गएर नगरपालिकामा गएर चाहिँ ल अब यो यसरी सिट फुटायो, यो हाल्न पऱ्यो, त्यो त गर्न पऱ्यो भनेर चाहिँ लिएर आएर 3टा सिट फेरियो, 3टा सिट हालिसकेपछि चाहिँ अनि त्यहाँबाट चाहिँ 3टा सिट हालिसकेपछि त्यसलाई चाहिँ अब उ गर्नु पऱ्यो, के अरे तपाईँले लिनुहोस्, तपाईँले चलाउनुहोस् भनेर चाहिँ मलाई हाम्रो लेखनाथ भट्ट हाम्रो आधारभूत विद्यालयको चाहिँ हेड सरले चाहिँ तपाईँ चलाउनुहोस्, अब यो म्याजिकले 10,000 दिन्छ, 10,000मा 5,000 हामी स्कुलले लिन्छौँ, 5,000 तपाईँले लिनुहोस् भनेर भन्यो। 2टै चलाइएको थियो त्यो बेला होइन, 2टै चलाएको थियो, राम्रोसँग सरसफाइ गरेर मैले चलेको थियो होइन। त्यसपछि के भयो भनेदेखि उहाँले चाहिँ पानीको उहाँले तिर्दिनुहुन्थ्यो, पानीको 2500 बिल उठ्यो, 2500 लाग्यो भनेर 2500 दिनुहुन्थ्यो मलाई। त्यो मैले 2500मा पारिश्रमिक लिइरहेको थिएँ र यो गरिसकेपछि के भयो भने यो हप्तै पछि त्यस्तै पऱ्यो, हप्तै पछि सोह्र पनि स्थिति भयो। दुईटा टोइलेट खोल्दाखेरि यो हाम्रो यो सेफ्टी ट्याङ्की हो, यो सेफ्टी ट्याङ्की चाहिँ यो भर्खरै बनेको हो कि यो पहिल्यैदेखिको? यो सेफ्टी ट्याङ्की चाहिँ यो माओवादीको पालामा यहाँ तेस्रो डिभिजन माओवादीको तेस्रो डिभिजन बसेको बेलामा माओवादीहरूले बनाएको चाहिँ सेफ्टी ट्याङ्की हो। यो सेफ्टी ट्याङ्की भन्दा यतापट्टि पहिलाको 2टा सिट भएको चाहिँ 2टा टोइलेट यहाँ थियो। यो पार्क पनि अलिकति फराकिलो हुन्छ, यसलाई टोइलेटले पछाडि सारेर यही पुरानो सेफ्टी ट्याङ्कीमा चाहिँ युज गरे हो। नयाँ यो सेफ्टी ट्याङ्की बनाएको छैन र नयाँ सेफ्टी ट्याङ्की बनाउन पर्यो। यो चाहिँ बाहिर निस्किने भयो, दुर्गन्ध भयो, अहिले पनि दुर्गन्ध भइरहेको छ। अब यो सोर्न पनि बेला भइसकेको छ। यो सोर्नलाई कम्तीमा पनि 5,000 रुपियाँ लाग्छ, 2500 लिन्छ। एक ट्याङ्कर लगेको 2 ट्याङ्कर हुन्छ है, पानी मात्रै हुन्छ, फेरि पानीले भरिन्छ। अनि त्यहाँबाट त्यो भएर यसलाई चाहिँ नि
मैले चलाउन नसक्ने अवस्थामा पुगेँ। मैले यसलाई हप्ता 10 दिनमा चाहिँ 5-5 हजार रुपियाँ तिरेर यो फालेर त चलाउन सक्ने अवस्था भएन मेरो। अनि त्यस पछाडि मैले यो भएन, यो सकिन्न भनेर मैले छोडेँ पनि। केही समय छोडेँ मैले। छोडिसकेपछि अनि पछि फेरि अब ठिक छ, अब त एउटा बन्द गरौँ, एउटा चलाउँ, दुईवटा सिट छ महिलापट्टि, यसलाई बन्द गरौँ त्यसलाई चलाउँ भन्ने कुरो भएपछि अनि यसलाई बन्द गरियो, पुरुष बन्द गरेर महिलापट्टि मात्रै चलाएको हो है। अब यहाँ मान्छेले धेरै कुराहरू गरे, पुरुष महिला पुरुष लेखेको छ, पुरुष बन्द छ हो, बन्द छ। अब सेफ्टी ट्याङ्की छैन। मैले सेफ्टी ट्याङ्कीको लागि मैले मेयर साहबलाई बारम्बार मेयर साहब यो सेफ्टी ट्याङ्की भएन, सेफ्टी ट्याङ्की भएन, यहाँ हप्ता 10 दिनमा चाहिँ सोरे गरेर साध्य नलाग्ने भयो होइन। मैले धेरै पटक के अरे खर्च, मेरो खर्चले सेफ्टी ट्याङ्की धेरै कम्तीमा पनि 5-6 चोटि मैले फालिसकेँ। त्योभन्दा बढी चाहिँ भनौँ न 5 चोटिभन्दा बढी मैले फालिसकेको छु यो है। अनि सुन्नुहोस् न, हाम्रो यहाँनिर चाहिँ यो पुरुष शौचालय चाहिँ फोहोर राखिएको छ। यो फोहोर राख्नुको कारण चाहिँ के हो? यो पनि खुलाइदिनुहोस्। होइन, यो कारण चाहिँ के हो भनेदेखि यो फोहोर राख्नुको कारण चाहिँ मैले हाम्रो जुटपानी टोल विकास संस्थाको फोहोर व्यवस्थापन गरेको छु है। फोहोर व्यवस्थापन मैले महिनामा एकचोटि ट्र्याक्टर घुमाएर फोहोर उठाएर लगेर मेरो खेतको छेउमा लगेर मैले त्यसलाई चाहिँ काम लाग्ने वस्तु डिस्पोज गर्छु है। तर यो नरम प्लास्टिक, कार्टुनहरू, कुटहरू यताउता सबै कुरो चाहिँ लिएर जान्छ होइन। 3-4 दिन बसेपछि म जम्मा भएर पठाइदिइहाल्छु होइन, पठाइदिन्छ। तर यो प्लास्टिक नलाग्ने रहेछ। यो आवाज आउनेवाला यो प्लास्टिक चाहिँ के हुँदैछ भने यो प्लास्टिक चाहिँ तपाईँको यो जसले पायो त्यसले लाने रहेछ। यो लाने मान्छेको मैले नम्बर खोजिरहेको थिएँ, नम्बर बल्ल त्यही उसले हालेको दिन यो जुन हालेको दिनमा मैले हाट बजारबाट जाने एउटा फ्यान्सी व्यवसायीसँग चाहिँ यसको नम्बर लिएर उसलाई मैले बोलाएर पठाउने विचार थियो। यो मैले जान्थेँ यो है। तर म मेरो घरमा चाबी मागेर लिएर आएर खोलेर भिडियो गरेर यहीँको एउटा तुलसी अधिकारी भन्ने भाइले चाहिँ नि यो शौचालय पनि म चलाउँछु, सबै गर्छु, चाबी दिनु पऱ्यो। यो हाम्रो राजेन्द्रले चाहिँ भनेको चाबी दिनु पऱ्यो भनेर मागेर लिएर आएर खोलेर पुरा भिडियो गरेर उसले हालेको रहेछ है। अब त्यो पछि अब तपाईँहरू कालिका युथ होइन, कालिका युथले कसरी पाउनुभयो त्यो भिडियो, कसरी फेरि तपाईँहरूले हाल्नुभयो होइन, त्यो चाहिँ मलाई थाहा भएन है। त्यो तपाईँहरूलाई पनि थाहा छ त्यो कुरो। त्यो भएर यो प्लास्टिक उसले के भन्यो भने 1 बोरा मात्रै अलिकति मात्रै लाँदिनँ, 4-5 बोरा 5-7 बोरा बनाउनुहोस् अनि बल्ल लैजान्छु भनेको कारणले मैले यो पानीले भिजेपछि यो फेरि सुकाउनु पर्ने, दुनियाँ गर्नुपर्ने होइन। यो यसमा धेरै पैसा आउने चिज पनि होइन। यो अब 5-7 बोरा भएपछि त्यसलाई पठाउँछु भनेर मैले राखेको हो। यो मैले निजी प्रयोग गरेको होइन। तर अब यो गर्न नहुने थियो होइन। तर बाध्य भयो मैले राख्ने ठाउँ नभएर यहाँ राखेको। हजुर, अब सुन्नुहोस् न, अब यो हाम्रो यो सार्वजनिक शौचालय, जुटपानीको सार्वजनिक शौचालयलाई चाहिँ निरन्तर रूपमा चलाउनको लागि चाहिँ सम्बन्धित निकायलाई हजुरले के भन्न चाहनुहुन्छ? यो सम्बन्धित निकायले यो शौचालय चलाउनको लागि एउटा भनौँ न कुनै मान्छे खटाएर राखिदिनुपर्छ। जो पाए त्यसले सार्वजनिक शौचालय चलाउन सक्दैन, चलाउँदैन पनि। यो जब यहाँ एउटा मान्छे म गर्छु भनेर एउटा भाइ यहाँ चेपाङ भाइ हो, यहाँ हाम्रो यहाँ म जब उसको नाम चाहिँ आएन मलाई होइन, उसले चाहिँ म गर्छु भनेर उसलाई दिँदाखेरि उसले पैसा नपाएको झोकमा चाहिँ उसले सबै फुटाइदियो। त्यो फुटाएपछि बल्ल चाबी लाउन सुरु गरे। यो चाबी न त चाबी लाग्ने थिएन है। अब फेरि फुटाइन्छ राति, जसले पनि फुटाउन सक्छ भनेर चाबी लाउने गरे। अब राति न त भने चाबी लाग्ने थिएन। अब अहिले उसले उ गर्यो, चाबी लिएर आयो। अब पछि लगेर फेरि चाबी दिएछ दिनलाई होइन। केही समय म चलाउँछु भनेर गरेँ मैले यो सबै मैले छोडिदिएको छु। यो म तत्कालै यो म त्यस्तै गरेर मैले फोन गरेर आयो भने अहिले म हटाउँछु। यो अहिले हटाउँछु र अहिले युज गर्न मिल्छ। तर युज गर्नलाई चाहिँ अब चलाउनलाई चाहिँ सम्बन्धित निकायले यो सार्वजनिक शौचालय चलाओस्। अब मैले चाहिँ सकिनँ, म परि आयो भनेर
त्यसो भयो भने म टोलको अध्यक्ष नै मैले छोड्न खोजिरहेको छु यो म अब मैले चाहिँ चलाइन सल्लाह धन्यवाद। म यो भिडियो मार्फत के भन्न चाहन्छु भने कुनै पनि सामाजिक सञ्जालमा भिडियो हाल्नु अगाडि यो समस्याको चाहिँ विस्तृत रूपमा जानकारी नभइकन सामाजिक सञ्जालमा भिडियो नहालिदिनु होला। कसैको पर्सनल चरित्रलाई चाहिँ हत्या हुन्छ त्यसबाट। त्यस कारणले सम्पूर्ण यो भिडियो जहाँ जहाँ पनि पुग्छ सम्पूर्णले बुझ्नु होला। कुनै पनि समस्यालाई चाहिँ देखाएर त्यो समस्याको सबै कुरा थाहा नभइकन भिडियोहरू हाल्नु एकदम गलत हो। त्यस कारणले चाहिँ म यो भिडियो मार्फत के भन्न चाहन्छु भने यो समस्या देखिएको छ, यो समस्यालाई समाधान गर्नको लागि यो भिडियो मात्र हालेर हुँदैन, यो समस्याको जरादेखि बुझेर बल्ल यसलाई समाधानतर्फ लाग्नुपर्छ। र उहाँ सरले यो जुप्पानी चोकको सार्वजनिक शौचालयको बन्द हुनुको कारण खुलाइसक्नु भएको छ र यो सार्वजनिक शौचालय फेरि पनि निरन्तर प्रयोगमा आउनका लागि चाहिँ सम्पूर्ण नगरपालिकाको सम्बन्धित निकायका सम्पूर्ण व्यक्तिहरूलाई चाहिँ ध्यान आकर्षण गराउँदै आजको भिडियो यहीँ अन्त गर्छु। हस्।